हेलो जय मसी नमस्ते गुड इभिनिङ सबैजनालाई सन्चै हुनुहुन्छ होला मेरो साथीहरू हामी पनि एकदमै सन्चै छौँ अहिले चाहिँ हामीहरू चाहिँ मोमो खान लागेको नेपाली स्टाइलमा नेपाली मोमो चाहिँ हाम्रो पास्टर सुवर्ण दाइ हरूले बनाउनु भएको रहेछ त्यही खानालाई म पनि आएको अनि आज शनिबारको दिन उहाँहरूको पनि बिदा अनि मेरो पनि बिदा भएको कारणले गर्दा अनि आज चाहिँ हामीहरू सबै मिलेर चाहिँ यहाँ मोमो खान लागेका छौँ मोमो चाहिँ एकदमै मिठो नभए नि ठुलो छ ठुलो नभए नि मिठो नभए नि होला जस्तो छ ठुलो छ अनि त्यसपछि हुन्छ अब अर्को कुरा चाहिँ हामी पछि भन्दै गर्छौँ हामी चाहिँ खाजा डिनर यसलाई के भन्न मिल्दैन यसलाई चाहिँ डिनरको लागि हामी प्रार्थना गर्छौँ अनि त्यसपछि प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सुन्दर समयको लागि प्रभु यो सुन्दर दिनको लागि पनि प्रभु विशेष तपाईँ प्रभुलाई हामी आदर प्रभु प्रशंसा महिमा दिँदछौँ प्रभु तपाईँलाई धन्यवाद प्रभु सबै कुराहरूको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छौँ प्रभु अनि प्रभु तपाईँलाई धन्यवाद यो समयमा हामीलाई जसै अनि प्रभु तपाईँले खाना जुटाउनु भएको छ प्रभु यो खानामा म आशिष बोल्दछु प्रभु यो समयमा संसारमा जति पनि प्रभु खान नपाएकाहरू छन् प्रभु तपाईँ परमेश्वरले आफ्नो तरिकाले आफ्नो प्रभु समयमा प्रभु तपाईँ परमेश्वरले उहाँहरूलाई पनि प्रभु तपाईँले जुटाउनुहोस् प्रभु धन्यवाद प्रभु सबै कुराहरू तपाईँमा राख्दछौँ हामी खान्छौँ पिउँछौँ प्रभु यी सबै कुराहरूबाट प्रभु अनि प्रभु तपाईँको महिमा भएको होस् प्रभु धन्यवाद सबै कुराहरूको लागि विजय प्रभु यीशु ख्रीष्टको नाममा आमेन हामी तिमीले फर्स्ट बाइट होइन मलाई चाहिँ दाइ हजुरले केही भनिदिनु पऱ्यो मेरो भ्लगमा मैले के भन्दिनँ अलिकति हाम्रो दिदीले चाहिँ सुरु गरिसक्नु भयो ल मङ्गल भाइको भ्लग चाहिँ सबैजनाले हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला हाम्रो मङ्गलको भ्लगहरू एकदम अर्ग्यानिक हुन्छ प्योर हुन्छ साथै यो मोमो जस्तै तिमी एउटा खाइहाल हजुरले खानु म त खान्छ है नुन चाहिँ हाल्नु पर्छ होला ल भाइ खाए है हुन्छ हजुर दिदी खान्छ अचारमा छिटो सुवर्णलाई चाहिँ हामीले खाइसक्यौँ एकदमै गाइस यो चाहिँ ल्याम्पको उस हो ल्याम्प खाने भाइ चाहिँ यहाँ छ है चाख्ने भाइ चाख्नुहोस् है ल्याम्प एउटा एकदमै मिठो छ धन्यवाद दिदी सिम्पल एकदम दामी त होइन तर जस्ट सिम्पल नाइस नट ब्याड कम्पेयर टु ल्याम्पको मोमो चाहिँ हामीले चाहिँ मोमो खाइसक्यौँ अब चाहिँ अहिले चाहिँ कति बज्यो 8:40 गयो है 8:45 जति भयो रहेछ अहिले चाहिँ हामी चाहिँ अब बाहिर निस्किन लागेको बाहिर पनि एकदमै 8:45 सम्म पनि एकदमै उसै छ अहिले चाहिँ हामी एकछिन दाइसँग ड्रोन उडाएर के भिडियो गर्नुहुन्छ भन्नुभएको थियो त्यही भएर चाहिँ हामी बाहिर जान लागेको ड्रोन चाहिँ यता चार्ज गर्दै हुनुहुन्छ दाइले अब एकछिन म देखाउँछु है 9 बजेसम्म अहिले चाहिँ हामीहरू चाहिँ अब दाइ र म चाहिँ ड्रोन उडाउने जान लागेको हामीहरू ड्रोन उडाएर चाहिँ ड्रोन उडाएको पनि अलिअलि देखाउनुहुन्छ यो केको घरहरू कस्तो छ मिल्यो भने अलिकति म देखाउँछु मिलेन भने धेरै माथि त उडाइन धेरै माथि त उडाउनु पाउँदैन कि धेरै माथि इप्सक्लिटनिर चाहिँ मिल्छ होला त्यहाँ चाहिँ मिल्थ्यो होला है अनि भकुन्डो पनि लिएर हिँडेछौँ खुट्टाले खेल्ने भकुन्डो एकछिन पास खेल्दाखेरि चाहिँ अलिकति शरीर तात्तिन्छ कि भनेर भकुन्डो पनि लिएर हिँडेछौँ र हाम्रो अगाडि चाहिँ यस्तो छ
सबैको कारै कार छ। हाम्रो दाइ चाहिँ यता हुनुहुन्छ। यता चाहिँ के रहेछ कोठा रहेछ के हो टुलेट भने के हो भाडामा छोडेको क्या घर कि कोठा चाहिँ यो चाहिँ घर होला भाइ घरै उता चाहिँ कोठाहरू राखिरहेको छ त्यसले चाहिँ मजाले बनाएको छ कि घर त्यो छ नि यो लग्जरी रुम्स टुलेट भन्छ नि रुम्स टुलेट होइन अहिले चाहिँ छानामा पनि कोठा बनाएर राखेको छ होइन अनि उयो उहाँहरू चाहिँ सायद यहीँ बसेको होला कि रुम्स टुलेट कति होला भाइ यहाँ 800 त्यस्तो होला नि मैं अच्छा हूँ किधर रहता हो आप इधर और सही है मैं सही हूँ यस यहाँ भाइ यहाँ कोठा होइन यता माथि पनि बनाएको साथी बिरानीमा होइन त्यो वेयर हाउसमा भेटेको वेयर हाउसको साथीहरू यता चाहिँ यस्तो छ मेरो अघि छ हेर्नु यस्तो छ ग्राउन्ड चाहिँ यस्तो छ है यहाँ मान्छेहरू टन्नु छ हामीले चाहिँ ड्रोन उडाउनु लागेको यहाँ चाहिँ अब हाम्रो दाइले चाहिँ रेडी गर्दै हुनुहुन्छ ड्रोन चाहिँ मेमोरी कार्ड नि हो मेमोरी कार्ड नि हाल्नुपर्ने हो दाइ हाल्नुपर्छ मेमोरी स्पेसलको उहाँको फेरि एकदमै स्पेसल खालको ड्रोन छ यो चाहिँ त्यसलाई चाहिँ के भन्छ दाइ यसलाई चाहिँ रिमोट रिमोटले नै उडाउने हो क्या दाइ मसँग मैले नि एउटा किने त्यो डुप्लिकेट होला किनेर लिएर आएको होइन अनबक्सिङ गर्ने बेला कोठाभित्र यही होइन दाइ नेपालमा कोठाभित्रै अनबक्सिङ गरेको थियो कोठाभित्र गर्ने बेलामा चलाउनै नआउने त्यहाँ स्क्यान पनि गर्नुपर्ने रहेछ हामीले त कागज सबै फालिदियो नि होइन दाइ कुन चाहिँ किनेको र तिमीले होइन 5000 पर्ने किनेको त्यो ड्रोन होइन अनि दाइ त्यो अलिअलि त मिल्दो रहेछ नि त त्यो ब्यारोबर अनि अनबक्सिङ गर्ने बेलामा एकछिन उडाएको थियो उडाउने बेलामा त्यो बाटो हुन्छ नि बाटोमा जुठो खाना हुन्छ नि जुठो तरकारी पानीहरू हुन्छ नि होइन उडाउन नजाने सिधै तल खसेर त्यसमा खसेको मेरो त्यहाँबाट बिग्रेको त्यस्तो त पाउँछ त्यस्तो तर त्यो चाहिँ पक्का उसको लागि चाहिँ होइन कि यता चाहिँ हाम्रो दाइ रेडी गर्दै हुनुहुन्छ हामीसँग बल पनि छ हेर्नुहोस् यता अहिले त जाडो पो भएर यता मान्छेहरू बल भलिबल यहाँ भलिबल नि खेल्दो रहेछ दाइ यहाँ अस्ति मैले देखेको थिएँ नेट टालेर यता चाहिँ अब दाइले सेट गरिसक्नु भयो खाल्ने खसेको छ क्या यहाँ चाहिँ तर ड्रोन उडाउने बेलामा यसरी सिरियल नम्बर चाहिँ हाल्नुपर्छ क्या किन चाहिँ यो चाहिँ सिरियल नम्बर हालेन भने चाहिँ हजुर इलिगल हुन्छ कि उडाउनु पाउँदैन आजभोलि पहिला चाहिँ थिएन भर्खरै बनाएको नियम हो अनि यो चाहिँ अनलाइनमा गएर एउटा टेस्ट दिनुपर्छ ड्रोन उडाउनुलाई अनि त्यो पास भइसकेपछि त्यो गर्नु पाइन्छ ए भनेपछि ड्रोन उडाउन लाइसेन्स जस्तो चाहिने लाइसेन्स ए अन्त लाइसेन्स त्यति उडाउनु पाउँदैन यहाँ रेडी हुँदै हुनुहुन्छ दाइले ड्रोन चाहिँ यस्तो छ हेर्नु अघि पनि देखाइसक्यो ड्रोन उडाउँदै हुनुहुन्छ हाम्रो दाइले त्यसमा त भाइ एकैछिन यसमा चाहिँ मैले यसको चाहिँ आइएसओ चाहिँ अलिक उज्यालो बनाउनु पर्छ नि त अँध्यारो बस्छ होइन हजुर यो चाहिँ
तर साह्रै अँध्यारो देखेको है। अहिले अलि अँध्यारो भयो नि त भाइ। 9 बजिसक्यो त्यही भएर होला। 9 बज्यो नि त। यतिकोमा गरौँ होइन। हातले समात्नु पर्ने होइन र दाइ? हजुर हातले समाते नि हुन्छ। उड्न सुरु भयो। हामीले चाहिँ ड्रोन उडाइसक्यो है। यहाँ ड्रोन अझै उडाउँदै हुनुहुन्छ, उडाउन चाहिँ यति धेरै माथि पुरा यता हेर्नु है। अनि अहिले यता चाहिँ कति बज्यो? 9 बजेर 7 मिनट गइसक्यो। अहिलेसम्म अँध्यारो भएको छैन हेर्नु। अहिले चाहिँ जाडो भयो। बिहान चाहिँ दिउँसो चाहिँ यस्तो गर्मी भएको थियो, यस्तो गर्मी। अहिले चाहिँ जाडो भयो। त्यही हो है। ठिकै छ। अब दाइले हाम्रो दाइले चाहिँ बल हान्दै हुनुहुन्छ। बलै रोक्न सकिएन मै, तर बल कता गयो? एकदमै स्याँ भइरहेछ एकछिन। दाइले सट हान्दै हुनुहुन्छ यहाँ। हुन्छ, हामी दाइ र म चाहिँ वकिङमा आएको थियौँ। खासमा चाहिँ हामी ड्रोन उडाउन भनेर हिँडेको, तर अहिले चाहिँ हामीहरू चाहिँ रोजर भिला गार्डन है, ग्रेभजेनको एकदमै चर्चित फेमस ठाउँ, पहिलाको त्यो ठाउँ चाहिँ हामी खोज्दैछौँ कहाँनिर छ भनेर। हामी चाहिँ अब अघि पनि हिँड्यौँ हामी धेरै ठाउँमा, तर पाइएन। अब चाहिँ हामीले चाहिँ ऊ त्यो माथि होला भनेर हामीले अनुमान गरेका छौँ। हामी चाहिँ यो माथि जान लागेको अहिले। यो चाहिँ जमानाको हो क्या। जमानाको चाहिँ के अरे मान्छेहरू चाहिँ यहाँ घुम्न आउने, लन्डनकोहरू सबै घुम्न आउने। अनि यो छ नि यो सेतो, यहाँ चाहिँ पुरा यो के अरे धनी मान्छेहरू पुरै घुम्न आउने ठाउँहरू। अब चाहिँ त्यसको चाहिँ केही भाग्न बेसहरू मात्रै बाँकी छ। त्यो पछि तिमीले एडिट गरेर त्यो हाल्दैौ न, पहिलाको यस्तो थियो भनेर त्यो पत्ता लगाइहाल्छ नि अहिले जस्तो। तर यो चाहिँ खास एकदमै फेमस हो क्या, यिनीहरूले प्रिजर्भ गर्न सकेको क्या यहाँको मान्छेले। जाम्नु त्यो यता पछाडि रहेको चाहिँ लिडलको वेयर हाउस हो। डेन्जर ठुलो छ यो वेयर हाउस चाहिँ। यता त यस्तो गरौँ भाइ, यता जाने के गर्दा नि? यताबाट माथि चढौँ न एकचोटि। पहिला माथि जाने, माथि चढेर के रहेछ एकचोटि। यता चाहिँ त्यो चाहिँ सुपर मार्केट रहेछ। दाइ त्यस्तो घरलाई के भन्छ अरे? त्यो सस्तो हुन्छ अरे होइन? त्यस्तो कुन घर? त्यस्तो घर फ्ल्याट भनेको? जस्तै काउन्सिल के भन्छ त्यस्तोहरूलाई चाहिँ सस्तो पर्छ अरे त? होइन, भन्नाले चाहिँ आइएलआरहरू चाहिँ बस्न एप्लाई गर्न मिल्छ अरे त्यस्तोहरू। त्यही नि फ्ल्याटहरू चाहिँ कुनै फ्ल्याट महँगो हुन्छ, कुनै फ्ल्याट सस्तो हुन्छ है। बाटो चाहिँ यता हेर्नु यस्तो डेन्जर सेतो होइन जग्गाहरू। लिडलको ठुलो वेयर हाउस। त्यो त थाहा भएन भाइ। केराउको रहेछ के हो त? हेर्नु त एकचोटि हजुर। केराउ? यो के? मैले कसरी चिन्छु केराउ भनेर भाइ? केराउको ल मङ्गल चाहिँ अब यताबाट हाम्रो अघिको त्यो गार्डन हेर्न गइरहेको छ त। भिड छ है मङ्गल त्यहाँबाट सिधै भाइ, त्यहाँ भिड छ है, भिड सिधै भिड छ। नजाऊ मङ्गल, नजाऊ के।
भाइ भाइ भिरमा नजाऊ क्या अब त्यता नजाऊ क्या हौ रोजर बिन्दु भयो भनेपछि त्यो होइन यता हो कता जान्छ त तल गयो भने थाहा हुन्छ फाइनल्ली हामीहरू चाहिँ जुन ठाउँ खोजिराखेका थियौँ त्यो चाहिँ ठाउँ चाहिँ भेट्यो पहिला चाहिँ यस्तो रहेछ अलि साह्रै अँध्यारो रहेछ कि अलि राम्रोसँग नथ्यो त अलि उज्यालो पनि भयो यस्तो रहेछ पहिलाको ठाउँ चाहिँ यो युकेको मान्छेहरू लन्डनको मान्छेहरू है दाइ सबै यता आउँथ्यो अरे इभन युरोपको पनि एकदम फेमस ठाउँ हो क्या अनि यो रहेछ हेर्नु हामी जान नमिल्ने रहेछ त दाइ त्यो मान्छे कसरी गयो त है तलबाट आउने रहेछ दाइ है अँ अनि उताबाट चाहिँ कताबाट चाहिँ पाल भएर उता छिर्ने होइन अँ यो रहेछ है भेटेर छाड्यो भाइ यार अँ यस्तो खुसी लाग्यो मैले कति दिनदेखि खोजिरहेको संरक्षण गर्नुपर्ने हो के अरे है कसरी सुपर मार्केटहरू ऊ त्यो के रहेछ है के चाहिँ भाइ यो चाहिँ भर्खर भर्खर बन्दै रहेछ कि यो चाहिँ नयाँ रहेछ ऊ त्यो चाहिँ कुन रहेछ दुइटा चाहिँ